हेलो एभ्रिवान, गुड मर्निङ। वेलकम टु माई फेसबुक पेज। म चाहिँ आज धनतेरसको पूजा गर्न गइरहेको छु र पहिला चाहिँ मैले कपडा बिछाएँ अनि यहाँ चाहिँ मैले लक्ष्मीजीको फ्रेमलाई राखेँ अनि कुबेरजीको फ्रेमलाई पनि मैले राखेँ। यहाँ लक्ष्मी गणेशको फ्रेम मूर्ति छैन र मैले फ्रेम राखेँ। यहाँ चाहिँ हो धन्वन्तरी देवता र कुबेरजी, किनकि मेरोमा मूर्ति छैन। र अहिले चाहिँ मैले यहाँ जति पनि धनतेरसको पूजामा चढाउने विधिहरू छ त्यो सबै मैले चढाइसकेको छु। अनि यो चाहिँ हो मैले धनतेरसमा किनेको, यो चाहिँ नाङ्लो जत्रै थाल छ। मलाई यसको चाहिँ खाँचो थियो, पूजाआजा गर्दा सजिलो हुन्छ भनेर। र सबै रेडी भइसक्यो, अब पूजा गर्नु मात्रै बाँकी छ। र अहिले चाहिँ म 13वटा दीप जलाउँदैछु। धनतेरसको दिन चाहिँ 13वटा दीप जलाउनु चाहिँ शुभ हो भनेर भनिन्छ। र अहिले चाहिँ लगभग सबै दीपहरू पनि मैले जलाइसकेँ। र अब चाहिँ म पूजा गर्न गइरहेको छु र यहाँनिर चाहिँ मैले जनाईहरू चढाउँदैछु, प्रसादहरू चढाउँदैछु, भगवानलाई टिका लगाइदिँदैछु। र अहिले चाहिँ सबै पूजाहरू भइसक्यो भित्रको। र अहिले यो 13वटा दीप चाहिँ म एउटा किचनमा राख्नु जाँदैछु र एउटा चाहिँ वास बेसिनको छेउमा राख्दैछु र उब्रेको चाहिँ बाहिर तुलसाको मोडमा, र जति पनि उब्रेको छ सबै त्यहाँ बाहिर जलाइदिँदैछु, राखिदिँदैछु। अनि बाल्कनीहरूतिर सबै जग्गा राखिदिएँ। अनि लास्टमा चाहिँ मैले यम दीपक जलाइरहेको छु। यो चाहिँ अकाल मृत्युहरू नहोस् भनेर परिवार